नमस्कार, यहाँहरू सबैलाई स्वागत छ। हामीले झण्डै हप्ता 10 दिन अगाडि काउसदी हाट बजार बन्दै गरेको छ भनेर यहाँहरूलाई देखाइरहँदाखेरि झण्डै 67 देखि 70 हजार मानिसहरूले हेर्नु भएको थियो र हामीलाई सल्लाह सुझाव लाइक कमेन्ट पनि गर्नु भएको थियो। आज हामी यही ठाउँमा उभिएर कृषि उपजका अध्यक्ष खेमप्रसाद काफ्लेसँग थोरै कुराकानी गर्ने जमर्को गरिरहेका छौं। हामीले यतिकै बोलिरहँदाखेरि भन्दा पनि अध्यक्षज्यूसँग नै के छ यहाँको अवस्था भन्ने कुरा बुझ्ने प्रयास गर्नलाई मैले आज यही बजारमा उभिएर यहाँको बन्दै गरेको वातावरण तपाईलाई देखाउँदै थोरै प्रश्न उहाँलाई सोध्न चाहन्छु। जस्तै अध्यक्षज्यू, अब यो कहिलेसम्म बन्छ एउटा प्रश्न, र अर्को चाहिँ यो हाट बजार अथवा यो बन्दै गर्दा यसको लागत इस्टिमेट के कति छ थोरै जानकारी गराइदिनु होला। र अर्को प्रश्न भनेको चाहिँ यहाँको स्थानीयलाई यो बजार बन्दै गर्दाखेरि रोकिएको अवस्थामा वैकल्पिक उपायहरू यहाँहरूले केही बनाउनु भएको छ अथवा उहाँहरूलाई पर्ने समस्याको लागि यहाँहरूले के सोच बनाउनु भएको छ, यो थोरै जानकारी गराइदिनुहोस् न। धन्यवाद, नमस्कार कार्यक्रम सञ्चालकज्यू। विशेष गरी अब यो काउसदीको हाट बजार भन्छ यसलाई, र हाट बजार जुन बन्दैछ हामीले मोजाइक टाइलको कार्यक्रम गरेका छौँ। आज लगभग 16 दिन भइसक्यो र यो कार्यक्रम गर्दा यहाँका विशेष गरी बासिन्दाहरूलाई त सामान्य त्यस्तो छैन, जसले यहाँ बसेर व्यापार गर्नुहुन्छ व्यापारीहरूलाई अलि लामो समय हुँदा उहाँहरूको व्यापार नै बन्द गरेर बस्नुपर्ने अवस्था हुँदा पनि उहाँहरू फेरि सहज रूपले लिनुभएको छ। किनभने हामीलाई 2-4 दिन ढिलो हुँदैमा केही हुँदैन। अब यसले हामीलाई धुलोबाट बचाउँछ, पानीबाट बचाउँछ, हिलोबाट बचाउँछ। यो सबै कुरो राम्रो हुन्छ, हाम्रो बजार पनि अलि सुन्दर हुन्छ, हेर्न लायक हुन्छ भन्ने कुरा गर्नुभएको छ। र उहाँहरूले यो बजारको जति पनि यो हाम्रो हाट बजारका समितिका साथीहरू हुनुहुन्छ उहाँहरूले लगभग 200 जनाले पनि यहाँ सर्वदान गर्नुभएको छ। स्फूर्त रूपमा उहाँहरूले हामीलाई केही चाहिँदैन, हामी यसको हाम्रै लागि हो, यो हाम्रै ठाउँ हो, हाम्रै बजार हो भनेर उहाँहरू लाग्नु भएको छ। र अहिले लामो समय लगभग आज 16 दिन भइसक्यो र हामीले यो बजारलाई छिटो छिटो भनेका छौँ। ठेकेदार साहबलाई फोन गरिराखेका छौँ, अहिले पनि इन्जिनियर साहबलाई मैले फोनै गरेर भर्खरै आउनु भएको छ। कति लागतमा चाहिँ यो तयार हुँदैछ? मोटामोटी यो 50 लाख भन्ने कुरा गर्नुभयो। मलाई त यथार्थ सबै कुरा त्यो विवरण त उहाँले दिनु भएन। उहाँले सङ्घको बजेटबाट यो तपाईहरुले बनाउँदै हुनुहुन्छ? यो शहरी सदन भन्छ, यो भरतपुर चितवनबाट यो हो, तर यो सङ्घकै बजेट हो। ठेक्का प्रक्रिया पनि माथिबाटै भयो, तपाईहरुलाई चाहिँ त्यति जानकारी मैले उहाँलाई सोधेँ। यो विशेष गरी यो पत्रकारहरूले सोध्नुहुन्छ हामीलाई यो यसको बजेट कति हो त भन्दा उहाँले के भन्नुभयो भने हामीले पोखरी तालदेखि लिएर धेरै ठेक्काहरू एकमुष्टमा गरे हो। त्यो एकमुष्टमा गर्दा अब यसलाई छुट्टै भनेर मैले त्यस्तो लिएर आएको छैन भन्नुभयो। अनि हजुर त यत्रो ठेकदार हो, केही न केही थाहा त होला, मोटामोटी कति होला सर भन्दा उहाँले 50 लाखको कुरा गर्नुभएको थियो। हुन्छ, भनेपछि अब 2-4 दिनमा यो बजार सुचारू हुने कुरा चाहिँ हामीले यसलाई यही बुधबार सकभर गर्नुपर्छ कि भ्याउनुपर्छ कि भनेर हामी एकदम निरन्तर लागेका थियौँ। तर यो काममा अलिकति थोरै मान्छेहरू आइदिनु भयो, एक दिन बिचमा मान्छे पनि आइदिनु भएन। र अहिले जति यो पेटी बान्ने काम बाँकी छ हाम्रो, र धेरै त यो साइड त लगभग भ्याउनेहरू पनि लागेको छ। र आज र भोलिमा भ्याइएला र तत्कालै अलि आलो पनि हुन्छ। यसलाई पानी सानी खुवाउनु पर्ने भएको हुँदा अर्को शनिबार, अब आउने शनिबार हामीले बजारलाई हामीले सुरु गर्नुपर्छ जस्तो लाग्छ र सुरु पनि हुन्छ। हुन्छ, धेरै धेरै धन्यवाद जानकारीको लागि। धन्यवाद छ। यहाँहरूले आएर अब यी हामीले हाम्रा कुराहरू राख्ने मौका दिनुभयो। र यो कठिनाई भन्नुभएको थियो, कतिपय फेरि हाम्रो यो कृषिमा आबद्ध व्यापारीहरू तथा कृषकहरूलाई बिचमा धेरै खटपट भयो। किनभने तरकारी भनेको 2-3 दिनमै पनि छिप्पिने कुराहरू भए। अब हाम्रो त सबै डुब्ने भयो, अब हामी बर्बाद भयौँ भनिसकेपछि यसको वैकल्पिक उपाय पनि हामीले फेरि तुरुन्तै बसेर यो दुईटा बिल्डिङको बिचमा हामीले उहाँहरूलाई निरन्तर अहिले चावडा बजार लाउनु भयो होला होइन, चावडा बजार उहाँहरूले लगाइसक्नु भएको छ। तरकारीलाई हामीले खुल्ला गरिदिएका छौँ उतापट्टि साइडमा, थोरै ठाउँ भयो नि हुने, र किसानहरूलाई पनि मर्का नपरोस् भन्ने हिसाबले हामीले त्यो काम गरेका छौँ। र जति पनि अरू व्यापारी हुनुहुन्छ उहाँहरू आत्तिनु त भएको छ। त्यही लहरा परिवार पाल्ने मान्छेहरूलाई अब एकदम गाह्रो छ। त्यही हुँदाहुँदै पनि उहाँहरूले
धार्यता लिनुभएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु म। हुन्छ हुन्छ, धेरै धेरै धन्यवाद। ल हामी अहिले यो हाट बजार बन्दै गरेको यहाँहरूलाई देखाइरहँदाखेरि झन्डै 70,000 यहाँको महानुभावहरूले हेरेर हामीलाई सल्लाह सुझावहरू दिनुभएको थियो भने आज हामी प्रत्यक्ष फेरि यही बजारमा आएर अध्यक्षज्यूसँग अब यो बजार कहिलेबाट सुरु हुन्छ भन्ने कुरा थोरै जानकारी लियौँ र यहाँहरूले पक्कै पनि हेर्नुहुन्छ र सुन्नुहुन्छ भन्ने विश्वासको साथमा यो बन्दै गरेको हाट बजार अब चाँडै नै सुरु हुने कुरा जानकारी गराउँदै अब यो समयबाट भने हामी बिदा हुन्छौँ। हस्त, धन्यवाद, नमस्कार।